हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। के तपाईँ सुन जोड्दै हुनुहुन्छ होइन? पैसाको धेरै खाँचो भएको छ भने आज हामीसँग कति लगभग 11 ग्राम सुन जति छ होइन। अनि एउटा दिदी हुनुहुन्छ, उहाँलाई अहिले पैसाको धेरै खाँचो भएको छ, वहीँको सुन हो यो। अनि हामी चाहिँ अहिले सुकुम्बारकेतिर जान लागेको। यो सुनलाई चाहिँ भित्र राखेर अनि केही समयको लागि हामीले केही एमाउन्ट निकाल्ने पर्नेछौँ। हामीले सोचेको छौँ 310 देखि 320सम्म पाउँछ जति छ। आजको रेट खै थाहा भएन, 32 कि 33 केडी जति छ। तर अब भित्र राखेर कति जतिसम्म पाउन सक्छ आज त्यहाँ गएर चाहिँ हामी बुझ्नेछौँ। अहिले चाहिँ हामी सालमियामा छौँ है। अब यहाँबाट निस्केर अहिले चाहिँ सुकुम्बारकेतिर जान लागेको। त्यहाँ गइसकेपछि तपाईँलाई म फर्दर अपडेटहरू दिन्छु है त गाइज भाइ। अनि के गाइज आज फेरि म र मामा जाँदै हुनुहुन्छ, विशाल मामा। अनि कहाँ अहिले सुकुम्बारकेतिर जाने, त्यसपछि मुबारकमा जाने, सुन पनि किन्ने, सुन पनि बेच्ने, सुन पनि राख्ने, पैसा पनि ल्याउने, मासु भात खाने, बेलुका भएर हामीले चौमिन पनि खाने। आज एकैचोटिको रमाइलो सबै गर्नुपर्ने छ है। रमाइलो त होइन नि, फेरि नर्मल रमाइलो हुन्छ। अहिले त हामी अहिले सुन बेच्न जान लागेको। धितोमा राखेर कति जति पैसा दिन्छ त्यहाँ गएर अहिले बुझ्ने छौँ होइन गाइस। अनि त्यहाँ गएर भेटौँला। अहिले चाहिँ हामी जान लागेको थियो होइन सुकुम्बारके, तर भोक पनि लागिरहेको थियो। अब रातभरि सी साइडमा गएर आज छुट्टी भएर फ्राइडे होइन, अब सोचेँ कि साँझ निस्किन्छु, तर उहाँले भने कि अहिले नै जाउँ भनेर। तर गर्मी छ, भोक पनि लागिरहेको थियो। अनि अहिले चाहिँ हाम्रो टी बिल्डिङको तल रेस्टुरेन्ट छ है, टेस्टी हट भन्ने। अनि त्यहाँ चाहिँ एकदमै एफोर्डेबलमा तपाईँलाई खाना पाउँछ। त्यो पाउनुभयो भने यतातिर आउनु, सालमीतिर आएको बेला एफोर्डेबलमा खाना छ। अहिले चाहिँ हामी चपाती अनि चना मसाला खान लागेको। मामा त स्टार्ट पनि गरिसक्नु भयो। कस्तो छ? तर हाफ केटीमा धेरै एफोर्डेबल खाना पाउँछ कि यहाँ, त्यो चाहिँ राम्रो कुरो हो। यहाँ अब मामाले त स्टार्ट गरिसक्नुभयो, अब म पनि खान बस्छु गाइस। ल अहिले निस्किँदाखेरि चाहिँ म तपाईँलाई फेरि फर्दर अपडेटहरू दिन्छु ल गाइज भाइ। अलराइट गाइज है, हामी त निस्किसकेँ खाना खाएर। अब सुकुम्बारकेतिर जान लागेको। अहिले बस समातेर जान लाग्यो क्या हामी। यहाँ चाहिँ हामी अहिले बस समात्छौँ। तर आज फेरि गर्मी, अब त गर्मी आइसक्यो गाइस, लास्टै गर्मी हुन्छ अहिले त गाइस। अहिले बसमा पनि आइसकेको छ होइन। यहाँ चाहिँ सालमियादेखि सुकुम्बारके जानलाई अहिले लगभग आधा घन्टा या 40 मिनट जति लाग्छ। त्यहाँ पुगिसकेपछि सुकुम्बारकेको पनि तपाईँहरूलाई ठाउँहरू हेराउँछु, कहाँबाट तपाईँ सुन किन्न सक्नुहुन्छ, कहाँ सुनलाई बेच्न सक्नुहुन्छ, या गहना बनाउने ठाउँहरू पनि धेरै छन् है। त्यहाँ गइसकेपछि म तपाईँलाई सबै ठाउँहरू देखाउँछु, कहाँ कहाँ के गर्न सकिन्छ भनेर लगाइ है। त्यहाँ पुगिसकेपछि म तपाईँलाई फर्दर अपडेट दिन्छु। स्टे ट्युन्ड विथ मी, ओके गाइस। अलराइट गाइज है, अहिले हामी सुकुम्बारके आइसकेको छौँ। यहाँ टन्नै पसलहरू छ कि डिफ्रेन्ट ड्राई फ्रुट्सको पनि रहेछ, यहाँ कपडाहरूको पनि छ, तपाईँको सुन पसलहरू पनि धेरै छ। तपाईँको नि ब्लगिङको आज मोटिभ के छ गाइस? सुकुम्बारके घुम्दाखेरि तपाईँलाई हुन्छ नि, बाहिर आउँदा अलिक गर्मी हुन्छ, तर यहाँ लाग्दैन, किनभने यहाँ धेरै स्प्रिङ्कलरहरू लागेको छ है। सरी गाइस, स्प्रिङ्कलरहरू छ है। यसले गर्दा चाहिँ तपाईँलाई चाहिँ ह्युमिडिटीले गर्दाखेरि चाहिँ त्यस्तो गर्मी लाग्दैन। त्यही भएर चाहिँ साँझ आउनुहोस्, घुम्नको बेला घुम्नुहोस् है। इफ कोही घर जाँदैछ भने यहाँ सुन किन्न आउन सक्नुहुन्छ। मैले तपाईँलाई प्रिभियस भिडियोमा पनि भनेको छु है, सुन कहाँ किन्दा ठिक हुन्छ। आज हामी तपाईँलाई देखाउनु पर्ने पनि छौँ। यहाँ आएर चाहिँ सुन किन्दा हुन्छ। सबै होल मार्केट एरियाहरू है। भिआइपी मार्केट भनेको तपाईँको उसको पछाडि हो, उतापट्टि पछाडि हो कि। ल गाइस, अहिले हामी त्यहाँ जाँदैछौँ सुकुम्बारकेमा। त्यहाँ गएर चाहिँ देखाउँछौँ कहाँबाट सुनहरू बेच्न सकिन्छ भनेर। र गाइस, यो चाहिँ हाम्रो गोल्ड मार्केटहरू है। यहाँ तपाईँले धेरै सुनहरू देख्नुहुन्छ, सबै रेडिमेडहरू हो यिनीहरू। यहाँ सबै रेडिमेड सुनहरू पाउँछ, टोटल्ली गोल्ड मार्केटहरू हो यिनीहरू। अहिले चाहिँ हामी अन्डरग्राउन्डमा चाहिँ हाम्रो गोल्ड मार्केट, त्यहाँ गएर चाहिँ हामीले सुन राख्नेवाला छौँ। कतिसम्म पाउँछ हेरौँ। आजको रेट खै 32 कि 33 छ, त्यो अनुसार हेरौँ गाइस। सबै यहाँ गोल्ड मार्केटहरू हो गाइस। आउँदाखेरि साँझ आउनु है, दिउँसो नआउनुहोस्। हामीले पनि साँझ जाने डिसाइड गर्दै थिएँ, तर माले भने कहिले जाउँ भनेर। दिउँसो बन्छ, ब्लग पनि बन्छ, अनि कति के प्राइसेसहरू छ त्यो पनि बुझिहाल्यो अहिले नै गएर। किनकि तपाईँको सुनको प्राइस घन्टामा पनि धेरै माथि तल फ्लक्चुएट भइरहेको हुन्छ। अनि अहिले धेरै कारणले गर्दा ट्यारिफ
अमेरिका चाइना यताउता ट्यारिफहरू लाग्दाखेरि पनि अहिले सुनको प्राइस माथि तल भइरहेको छ। यो हाम्रो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ गोल्ड मार्केट हो। तपाईँले काँचो सुन किन्दै हुनुहुन्छ भने तपाईँ यहाँबाट किन्न सक्नुहुन्छ, या तपाईँले सुनको ढेका पनि चाहियो भने यहीँबाट पनि आएर किन्न सक्नुहुन्छ। अहिले आइपुगेको छु ये अल अबार्स कमर्सियल सेन्टर छ, यसैको तल अन्डरग्राउन्डमा चाहिँ छ हाम्रो सुन पसल। त्यहीँ गएर अहिले सुन धितोमा राखेर बेच्नेछौँ। अब यसले कति जतिसम्म पाउन सक्छ है त्यहीँ गएर अब बुझ्नु पर्नेछ। त्यहाँ गइसकेपछि म भन्छु है गाइस कति जति लाग्छ, कतिको खर्च छ, के छ भनेर। र गाइस अहिले हामी तल जाँदैछौँ है अन्डरग्राउन्डमा। यहाँ गेटबाट आइसकेपछि ठ्याक्कै राइट साइडमा स्टेयरकेस छ है, सिडी छ, यहाँबाट चाहिँ तपाईँ तल जान सक्नुहुन्छ। अनि त्यो चाहिँ हाम्रो सुन पसल हो गाइस। यहाँ चाहिँ तपाईँ सुन लिन सक्नुहुन्छ। यहाँ म नम्बर पनि छोडिदिइरहेको छु है, नम्बर चाहिँ यो यहाँ चाहिँ तपाईँ सुन बनाउन सक्नुहुन्छ। अहिले हामी टक्कै सुन पसलको तल अन्डरग्राउन्डमा आएको छु है। अनि म चाहिँ बिरगन्जको, अनि मेरो बुढी चाहिँ लिम्बू हो, इलामको है। अनि इलामबाट चाहिँ हाम्रो एउटा अझ दाजु भेट्नुभयो आज यहाँ है। हजुरको नाम? हजुर मेरो नाम केशव लिम्बू हो। उहाँ चाहिँ दानाबारीबाट हुनुहुन्छ। अनि मेरो ससुराली चाहिँ बिब्लाटे हो है गाइस। राम्रो लाग्यो आज हजुरसँग भेट हुँदाखेरि। तपाईँसँग भेटेर एकदम खुसी लाग्यो। अनि आज चाहिँ हामी यहाँ सुन धितोमा राख्न आएको थियो, अनि उहाँ पनि सुन किन्न आउनुभएको थियो। कति जति 1 तोला होइन, त्यही 12 ग्राम जति उहाँले सुन लिनुभएको थियो। अनि यहाँ आउनुभयो 2 केडी। कति पर्यो? सस्तो पर्यो हजुरलाई? सस्तो पर्यो। त्यो दाइले चाहिँ बेरुवा औँठी बनाउनु भयो होइन नेपाल लग्नको लागि। यस्तो छ है गाइस, बुटे भएको होइन, 3टा स्लाइस भएको चाहिँ बनाउनु भएको छ उहाँले। तपाईँलाई कति जति पर्यो सुन किन्दा उता, काँचो सुन किन्दाखेरि? काँचो सुन किन्दा अब यहाँको हिसाबमा त्यस्तै 393। 393, त्यही 32-33 केडी जति होइन पर ग्रामको पर्दो रहेछ गाइस। तपाईँहरू पनि आउनुहुन्छ भने गोल्ड मार्केट आउनु, त्यहाँ मैले अघि तपाईँले देखाएको भिडियोमा त्यहाँबाट लिनुहोस्। अनि यो पसलमा आएर चाहिँ बनाउनुहोस्। यो मामाको चाहिँ चिनेको पसल है। म डिस्क्रिप्सनमा नम्बर पनि छोडिदिन्छु, लोकेसन पनि हालिदिन्छु, तपाईँ यहाँ आएर चाहिँ सुन लिन सक्नुहुन्छ है गाइस। र अहिले बाहिर जान्छौँ हामी एकछिनपछि। अनि बाहिर गएपछि हामीले कतिमा धितोमा सुन राख्यो, कतिमा फाइनल गऱ्यो, त्यो सबै कुराहरू म पछि तपाईँलाई भन्छु ल गाइस भाइ है। र गाइस हामीले सुनलाई पनि धितोमा राखिसकेको छौँ। अनि राखेर चाहिँ हामीले नेगोसिएट गरेर 3-3.5% ब्याज दरमा हामीले कति 320 केडी पाएको छौँ है अहिले। अब यो लिएर चाहिँ अब जसलाई दिनुपर्ने छ उहाँलाई हामी गएर दिन्छौँ। र गाइस तपाईँहरूसँग पनि सुन छ होइन, तपाईँलाई कुनै बेला अभर परिरहेको हुन्छ, सुन राखेर पैसा चाहिएछ भने मैले त्यो कम्प्लेक्सको तल भनेको यहाँ पसलमा आउन सक्नुहुन्छ। यहाँ आएर चाहिँ उहाँलाई भेटेर चाहिँ या मामालाई या मलाई कन्ट्याक्ट गर्दा हुन्छ। म डिस्क्रिप्सनमा नम्बर छोडिदिन्छु, या यो सुन पसलवालाको नम्बर छोडिदिन्छु। तपाईँ यहाँ आएर चाहिँ कुरा गर्न सक्नुहुन्छ। अनि कति परिरहेको छ के नै आफै आएर बुझ्नुहोस् है। प्लस तपाईँलाई यस्तो के भन्छ भने तपाईँको कुवेतमा धेरै नेपाली सुन मार्केटहरू छ। कसैले धेरै चार्जेसहरू लिन्छ, मेकिङ चार्जेस, ज्याला चार्जेसहरू, कसैले थोरै लिन्छ। हामीले जतिवटामा पनि घुमेको छौँ होइन, त्योभन्दा सबभन्दा बेस्ट अफोर्डेबल प्राइसमा उहाँले दिँदै हुनुहुन्छ। अहिले तपाईँले बेरुवा औँठी बनाएर नेपाल लग्नु छ भने जम्मा 2 केडी जति लिनुहुन्छ है उहाँले। या तपाईँले के भन्छ ब्रेसलेटहरू बनाउनुहुन्छ, या गरगहनाहरू भयो, या सोनाको चेन बनाउनुहुन्छ भने तपाईँ यहाँ आएर चाहिँ 3-3.5 केडीमा ब्रेसलेट प्लस गोल्ड चेन बनाइदिनुहुन्छ। सो प्लिज यहाँ आउनुहोस्, तपाईँ एफोर्डेबल प्राइसमा आएर चाहिँ तपाईँ गहनाहरू बनाउनुहोस्, बेरुवा औँठी बनाउनुहोस् है गाइस। गाइस सुन धितोमा राखेर पैसा पनि निकाल्यो होइन। यहाँबाट भर्खर हामीले सुनहरू लिएको थियौँ। अनि इलामकै एउटा भाइ पनि भेट्यो हामीले अहिले। ऊ पनि सुनहरू किनेर नेपाल लग्नु पर्ने छ अरे उसले होइन। जम्मा 2 केडी मात्र लाग्यो उसले पनि बेरुवा औँठी बनाउँदाखेरि। अरूभन्दा धेरै सस्तो पऱ्यो। अरू नेपाली सुन चाँदी पसलमा चाहिँ 5 केडी 7 केडी जति भनिरहेको थियो, तर यहाँ आएर हामीसँग आउनुभयो होइन भेटेर, अनि तल गएर बनाएको जम्मा 2 केडी जति पऱ्यो। सो गाइस धेरै सस्तो पऱ्यो है तपाईँहरूलाई। आएपछि चाहिँ यहाँ आउनुहोस्, अबार्स कमर्सियल मार्केट। यो बिल्डिङ हेरेर आउनु सक्नुहुन्छ। यहाँ इगलको पेन्टिङ बनाएको छ होइन, यो हेरेर चाहिँ तपाईँ मजाले आउनु सक्नुहुन्छ गाइस। अनि यहीँबाट सुकुमुबारकीबाट भित्र छिरेपछि टक्कै तपाईँको यहीँ छ के, यहाँबाट चाहिँ सिधा हुँदै आएपछि चाहिँ तपाईँलाई सजिलो हुन्छ त्यसरी। सो गाइस यहाँ आउनुहोस्। गाह्रो परिरहेको बेला धितोमा सुन राखेर चाहिँ तपाईँ यहाँबाट मजाले पैसा लिन सक्नुहुन्छ। र गाइस अहिले हामी निस्किन्छौँ होइन, अलि मुवारकै मार्केटतिर घुम्छौँ, त्यसपछि चाहिँ घरतिर लाग्छौँ।
गाइस एकछिनमा भेटौँला हामी। गाइस अहिले त सुकुम्बारकियाबाट गएर पनि आइसकेको छौँ। अब रुमतिर जान लागेको अहिले सालमिया, उहाँ पनि हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ। हो मामा, यताको पनि काम सकियो। अब सालमियातिर गएर एकछिन सालमिया बजारतिर पनि घुमाउला। दाजु पनि अहिले सालमियामा एकछिन घुमेर अनि त्यसपछि फरवनियातिर जानुहुन्छ अहिले रुमतिर। र गाइस अहिले सालमिया भेटेपछि म तपाईँलाई फर्दर अपडेट दिन्छु है गाइस। बाई। र गाइस सालमिया पनि आइपुगेँ, अब रुमतिर जान लागेको। गाइस इफ तपाईँसँग पनि सुन अभर परेको बेला चाहिँ पैसाहरू चाहिएको छ भने होइन, मैले लिङ्क र डिस्क्रिप्सनमा चाहिँ छोडिदिन्छु, लोकेसन पनि प्लस तपाईँको के भन्छ नम्बर पनि छोडिदिन्छु। तपाईँ त्यहाँ गएर आफूले बुझेर है आफ्नो प्राइसेसहरू नेगोसिएट गर्न सक्नुहुन्छ। अनि गाइस म तपाईँलाई एउटा मेजर अपडेट दिन चाहन्छु अहिले कुवेतको बारेमा। अहिले गर्मीहरू धेरै भइरहेको छ कुवेतमा है, त्यही भएर चाहिँ तपाईँ अलिक पानीहरू खाइराख्नु है, डिहाइड्रेट हुनबाट बस्नु। दोस्रो कुरो चाहिँ तपाईँ ड्राइभरहरू हुनुहुन्छ भने होइन, तपाईँलाई त थाहा छ फाइनहरू धेरै लागिरहेको छ रेड लाइट तोड्दाखेरि या के भन्छ तपाईँको यो लाइन क्रसिङ गर्दाखेरि या के भन्छ धेरैहरू छ अहिले त्यसमा चाहिँ बस्नलाई। किनकि हाम्रो एउटा दाइको चाहिँ 150 केडी जति फाइन आएको छ। इभन मेरो आफ्नै कम्पनीमा काम गर्ने भाइको फाइन पनि लगभग 15 केडी नो पार्किङमा आएको छ। त्यही भएर गाइस अलि नो पार्किङ नगरिदिनु होला, ड्राइभ सेफ है। र गाइस तपाईँहरू धेरैभन्दा धेरै मेरो च्यानललाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। अब अहिले रुमतिर लागेको, इन फ्युचरमा चाहिँ मलाई धेरै सपोर्ट हुन्छ है। तपाईँले एउटा लाइक गर्दा, सेयर गर्दा अनि के भन्छ सब्सक्राइब गर्दाखेरि मेरो च्यानल ग्रो हुन्छ। कृपया गरी मेरो च्यानल लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्। अब म तपाईँलाई चाहिँ फ्युचर ब्लगमा भेट्छु ल। गुड नाइट एभ्रिवान।